नमस्कार र स्वागत छ आजको हाम्रो नमस्कार। विशेष पोडकास्टमा। आज हामी एकदमै असाधारण जीवनयात्रा बोक्नुभएका अनुभवी र प्रेरणादायी व्यक्तित्व नन्दकुमार श्रेष्ठज्यूलाई प्रस्तुत गर्दैछौँ। उहाँको जन्म 2001 साल वैशाख 7 गते सोलुखुम्बु जिल्लाको नेचागैरी पसल, त्यति बेलाको वडा नम्बर 7 र हालको वडा नम्बर 5 मा भएको हो। जीवन सुरु भएका ती बाल्य दिनहरू सरल थिए, तर समयले धेरै कठोर परीक्षाहरू पनि दियो। 11-12 वर्षको नाजुक उमेरमै बुवाको निधन भयो र 2045 सालमा आमालाई पनि गुमाउनु पर्यो। यस्तो कठिन परिस्थितिमा आमा बाबुको साथ खोसिए पनि जीवनसँग लड्दै अघि बढ्ने शक्ति उहाँले आफै भित्रबाट निकाल्नुभयो। यी बाल्यकालका सङ्घर्ष, गाउँको वातावरण, पारिवारिक कथा र कठिनाइको बीच पनि हिम्मत नहारेर अघि बढेको इतिहास आज हामी सुन्ने मौका पाउँदैछौँ र हामी उहाँलाई आजको पोडकास्टमा हार्दिक स्वागत गर्दछौँ। बुवा नमस्कार। नमस्कार। यहाँलाई स्वागत छ। र बुवालाई आज सबैभन्दा पहिलो चाहिँ जीवन र बाल्यकालतिर नै म लिएर गएँ। बुवाले बाल्यकालमा सबैभन्दा सम्झिने कुराहरू चाहिँ गाउँ, सहर अथवा त्यति बेलाको तपाईँहरू बस्ने स्थानको बारेमा केही बताइदिनुहोस् न, कस्तो थियो? हाम्रो गाउँघर भनेको एकदम दुर्गम क्षेत्र, तपाईँको एकदम पहाडी क्षेत्र, नेचा ओखलढुङ्गा गैरी। साथीभाइहरूसित हामी आफ्नो बाल्यकालमा खेल खेल्थ्यौँ, डन्डी बिहाहरू, वस्तु चराउनु जान्थ्यौँ, जङ्गलमा घाँस दाउरा गर्नु जान्थ्यौँ। अब गोठमा सुत्नु जानु पर्थ्यो। यही बाल्यकाल गर्दै गर्दै म 18 सालमा धरान, अब त्यता लग्यो होइन। धरानमा ब्रिटिस क्याम्प थियो त्यति बेला, ब्रिटिस लौरेको लागि भर्ती हुन्थ्यो र हामी 4 जना साथीसित धरान आयौँ। घरबाट हिँडेको बिहान 5 बजी हिँडेको, आएर तपाईँको यो दिक्तेल जिल्ला यो ठरे टोर्के भन्नेमा बास आइपुग्यौँ। त्यहाँबाट हिँडेर फेरि भोजपुर दुम्मा धारा, भोजपुर के अरे दामामा आएर बास बस्यौँ। त्यहाँबाट हिँडेर आएर फेरि हामीले के अरे यो कोशी के पो भन्छ त, सप्तकोशी नै माथि, त्यो केदाती कोशी भन्दैन न, त्यो 4 नम्बरको त्यो कोशीमा आएर बास बस्यौँ। त्यो बाटो फेरि हिँड्दै 4 दिनको दिनमा कोशी किनारै हुँदै 12 क्षेत्र हुँदै धरान आइपुग्यौँ बेलुका 5 बजे। तपाईँहरू आर्मी भिड्नको लागि त्यहाँसम्म आउनु? हिँड्दै 5 बजे। 2018 सालको कुरा गर्नुभयो। त्यतिखेर 17 वर्षको हुनुहुन्थ्यो? 18 वर्ष। 18 वर्ष। 18 वर्ष। 1 सालको हो नि त म, 1 साल वैशाखकै। 18 सालको उमेरमा उसको धरानमा हामी आएर 4 दिन होटलमा बस्यौँ। 4 दिन होटलमा बसेर फेरि हामी 4 भाइ फर्केर आफ्नै घर गयौँ। 12 दिनमा घर फर्किनु भयो? त्यसो भने आउनु कति दिन लाग्यो? आउनु 4 दिन, 4 दिन त 8 दिन, जानु फेरि 4 दिन, 12 दिन। अनि बुवा, यो पनि एउटा यात्रा रमाइलो छ। अझै पनि म तपाईँलाई बाल्यकालतिरै लिएर जाँदैछु। हजुरले चाहिँ बाल्यकालमा सम्झिने खेलहरू के थिए होला? यसो के खेल्नुहुन्थ्यो साथीहरूसँग? साथीहरूसित हामी वस्तु चराउनु जानु पर्थ्यो जङ्गल पाखा बारीतिर। त्यति बेला हामी डन्डी बिहा भन्ने खेल्थ्यौँ। डन्डी बिहा भन्ने गुली डन्डा भन्थ्यौँ होइन, त्यो खेल्थ्यौँ। कोही बेला खोप्पी खेल्थ्यौँ। कुस्तीहरू पनि खेल्नुहुन्थ्यो कि खेल्नुहुन्थ्यो? कुस्ती सुस्ती खेल्दैन थियौँ हामी, त्यही खेल्थ्यौँ बाल्यकालमा। अनि फेरि साथीमा त्यो नाचगान, कोही बजार हाट सबै होइन, देवीथानतिर जान्थ्यौँ। अब त्यो देवीथानतिर बजारतिर घुर्नु जान्थ्यौँ होइन। 18 सालमा त्यो फर्केपछि त्यहाँबाट मैले त्यो लैजाउँ है। अब 18 साल भएर अहिले बुवालाई म फेरि अगाडि पछाडि जोड्छु। म बुवाले अहिले भनिदिनु पर्यो कि तपाईँका साथीका सानो बाल्यकालका साथीहरू, सखाहरू सम्झिनु पर्दाखेरि कसलाई विशेष सम्झिन सक्नु? विशेष साथी मेरो आफ्नै के अरे मामाको छोरा थियो। हजुर। तेतनारायण श्रेष्ठ, भुवराज श्रेष्ठ, हजुर, उहाँहरू नै थियो मेरो साथीहरू। धरान आउँदाखेरि उही तेतनारायण श्रेष्ठ, म पदमबहादुर श्रेष्ठ, एउटा गाउँकै तामाङ ज्ञानडु तामाङसित हामी 4 भाइ आएको थियौँ धरान। धरान आएपछि हामी 4 भाइ फेरि मैले जे भन्यो नि मेरो साथीहरू मेरो पछि हिँड्नुहुन्थ्यो। म सँगसँगै फर्केर हामी 4 भाइ घर गयौँ।
बुवा अघि तपाईँले भनेको कुरा त्यसैमा जोडियो। सानो उमेरमा आमा बुवालाई गुमाउनु पर्ने अवस्था आयो, बाल्यकालमा यो कसरी झेल्नुभयो, अनि परिवारमा कसले हजुरलाई धेरै सघाउनु भयो? परिवारमा मेरो अब दिदीहरू पनि बिहा भइहाल्यो छिटै हजुर होइन। आमै हुनुहुन्थ्यो, दाइ पनि तपाईँको 17 सालमा तपाईँको दाइ यता के अरे इन्डियातिर आउनुभयो। हजुर 17 सालमा इन्डिया आएर फेरि इन्डिया आर्मीमा भर्ती हुनुभयो मेरो आफ्नो दाइ होइन। मेरो उसको बाद हामी बस्दा बस्दै मेरो आमा हुनुहुन्थ्यो, मेरो भाउजू हुनुहुन्थ्यो। अब 19 साल माघमा मेरो बिहा भयो। हजुर होइन 19 साल माघमा बिहा भयो। माघमा बिहा भएपछि 19 साल माघ 24 गतेको बिहा भयो। उसको बाद म 20 सालको कार्तिकमा दसैँ तिहार मानेर म कार्तिक पूर्णिमाको दिनै हाम्रो देवी थान छ एउटा, 5 कन्या देवी थान भन्ने काली देवी थान गाउँमा। वहाँ रातभरि बजार भर्यौँ। बिहान हामी त्यहाँ घर बार बजार भरेर आएर बेलुकाको हामी 3 बजी हिँड्यो, घर हिँड्यौँ। त्यति बेला नै मेरो भाइ त्यो तेतनारायणसँगै आयो। हामी 2 भाइ नै राँची आयौँ। बिहार थियो त्यति बेला, राँची जिल्ला अहिले झारखण्ड भएको छ। हजुर राँची जानुभयो पछाडि? राँची गयौँ। अनि बुवालाई मैले अझै पनि म पुरानै समयमा लिएर जाँदैछु। बुवाको त्यतिखेर सम्झिँदाखेरि गाउँको बाटोघाटो र विद्यालयहरूको अवस्था कस्तो थियो, दुईवटा कुरा बताइदिनुहोस् न। हाम्रो गाउँमा विद्यालय थिएन, स्कुल भन्ने थिएन। बाटो एकदम हिँडेर जानुपर्ने हो। हाम्रो घरदेखि ओखलढुङ्गा जिल्ला सदरमुकाम ओखलढुङ्गा थियो त्यति बेला। ओखलढुङ्गा आउनुलाई हामीलाई 4 घन्टा लाग्थ्यो पैदल आउनुपर्ने होइन। सन्चबार ओखलढुङ्गा बजार भरेर हामी फेरि सामान किनेर बेलुका घर फर्किन्थ्यौँ। हाम्रो बाल्यकाल भन्ने त्यही हो। उसको बादमा तपाईँको 15 सालमा महेन्द्र राजा जानुभएको थियो ओखलढुङ्गा रुम्जाटार। 2015 मा महेन्द्र राजा जानुभएको थियो रुम्जाटार? 14 सालमा। 14 सालमा हजुर निकै अगाडिको फास्टमै जानुभएको महेन्द्र राजा। हामी हेर्नु जानु गएन, तर हाम्रो गाउँ चाहिँ अलि माथि रुम्जाटार तल छ होइन। उहाँ जानुभयो। हुनेको बादमा 15 सालमा चुनाव भयो। 15 सालमा चुनाव हुनेको बादमा तपाईँको काङ्ग्रेसले जितेर बिपी कोइराला प्रधानमन्त्री हुनुभयो होइन। महेन्द्र राजा 15 सालमा बिपी कोइराला प्रधानमन्त्री हुनुभयो। 15 सालको बाद महेन्द्र राजा के अरे काठमाडौँदेखि यहाँ वीरगन्जमा 17 सालमा वीरगन्जमा प्रोग्राममा आउनु भएको थियो। त्यसमा सिआइडीद्वारा के अरे खबर उसको भाइले बताएपछि यस्तो घटना हुनेवाला छ। महेन्द्र राजालाई आफ्नो गाडीमा पनि नबसाएर अर्को गाडीमा जानु भनेर भन्नुभयो। त्यो सुनेको कुरो मैले, आफूले देखेको कुरो होइन, मेरो सुनेको भनेको ठुलो मान्छेहरूले भनेको कुरो सुनेको हो। हजुरको अनुभव हो यो? मेरो अनुभवमा यो सुनेको मैले अहिलेसम्म भुलेको छैन। उसको बादमा बिपी कोइरालालाई त्यहीँ नै पक्रेर जन्म कैद हाल्नुभयो 17 सालमा। पञ्चायत शासन लगाउनु भयो होइन। आइरहेको छ नि पञ्चायत शासन। बिपीलाई चाहिँ जेल हाल्नुभयो? बिपीलाई महेन्द्रले बिपीलाई जेल हाल्नुभयो, जन्म कैद गरेर हाल्नुभयो। जन्म कैद भनेर उसको बाद तपाईँको पञ्चायत शासन लागु भयो 17 साल भएर होइन। पञ्चायत शासन चलिरहेको थियो। तर उसको बाद तपाईँको महेन्द्र राजा तपाईँको 2028 साल माघ त्यो फरवरी माघमै पर्छ। फरवरी 1928 सालमा होइन। 1972 साल 1972 इन्डियाको नेपालको 2028 साल 28 सालमा बित्नु भयो। उहाँ बित्नु हुनेको बाद वीरेन्द्र राजा हुनुभयो। वीरेन्द्र राजा हुनुको बादमा इन्डियाको प्रधानमन्त्री इन्दिरा गान्धी हुनुहुन्थ्यो। इन्दिरा गान्धी आउनुभयो काठमाडौँ र वीरेन्द्र राजासित सम्झौता गर्नुभयो र बिपी कोइरालालाई जेलदेखि छुट्याउनु भयो। भारतीय प्रधानमन्त्री इन्दिरा गान्धी आएर वीरेन्द्रसँग सहमति गरेर बिपी कोइरालालाई छुट्याउनु भयो 29 सालमा। हजुर 2029 सालमा
29 सालै या 30 त्यति त मलाई लेखेर राखेको छैन मेरो त्यो याद मेरो यादमा त्यति लाग्छ। उसको बादमा तपाईँको के अरे बिपी कोइराला बित्नुभएको 32 साल 33 सालतिरको त हजुर त्यो तपाईँलाई थाहा होला त्यो इतिहास होइन। त्यो हो। उसको बाद बिपीको जग्गामा मातृका प्रसाद कोइराला नि प्रधानमन्त्री भएको हो। पछि अब त्यसलाई अब धेरै सम्झिनु भएको रहेछ र यति धेरै ज्ञान चाहिँ तपाईँले सङ्कलन गरेर राख्नु भएको छ आफ्नो दिमागमा। हजुर। र बुवा 83 वर्षको भएर पनि धेरै सम्झनाहरू 82 वर्षको भएर पनि धेरै सम्झनाहरू अहिलेसम्म सङ्कलन राख्नु भएको छ। त्यसै कारणले गर्दा पनि हामीहरू चाहिँ ज्येष्ठ नागरिकहरू त्यसमा पनि धेरै समय दुःख सङ्घर्ष गरेर अहिलेसम्म आउनुभएका व्यक्तित्वहरूलाई हामी यहाँ निम्तो गर्छौँ। र बुवालाई एउटा कुरा फेरि सोध्न चाहन्छु, त्यतिखेर विद्यालय पनि थिएन भन्नुभयो, हजुरले पढ्न लेख्न कसरी सिक्नुभयो? पढ्नु गाउँमै आफ्नै मामाको छोरा पढ्नु भएको थियो। उही इन्डियादेखि जो राँचीदेखि आउनु भएको थियो। उनी 5-6 क्लास पढेर उहाँले नै हामीलाई पढाउनु सिकायो। पहिला ठुलो वर्णमाला भन्ने किताब हुन्थ्यो नेपालको। हजुर। त्यो वर्णमाला किताब पहिला किताब लिएर पढायो, हामीलाई सिकायो, लेख्न सिकायो, आफ्नो नामहरू लेख्नु, हिसाब किताब गर्नु सिकायो। त्यही पढेको हो हामीले। हाम्रो गाउँमा स्कुल थिएन। हाम्रो गाउँमा स्कुल भनेको तपाईँको म भर्ती हुनेको बाद 20 साल 22-23 सालमा 3 क्लासका स्कुल त्यही पनि गाउँले नै आफै बनाएको थियो। हजुर। गाउँमा होइन 3 क्लासको स्कुल खोलेको थियो। म त्यति बेला इन्डियामा सर्भिस गर्थेँ। हजुर। होइन अनि त्यो स्कुलको लागि नै हामीले बहुतै सहयोग गऱ्यौँ गाउँमा। आफ्नो गाउँको स्कुलहरू अहिले हाई स्कुल भएको छ। त्यो नेचा गैरीमा अहिले नेचा के अरे हिमालय विद्यालय तपाईँ थाहै होला मास्टर। हजुर। हिमालय गणेशथान मावि अहिले मावि विद्यालय भएको छ। त्यो जग्गा हामीले नै त्यो जग्गा गरेर गाउँमा गरेको थियौँ होइन। हजुरले स्कुल खोल्नको लागि हजुरले धेरै नै हामीले सहयोग हाम्रो भएपछि हामी ठुलो भएर होइन हामी सर्भिस लागेर हामी राँचीमा धेरै थियो। हाम्रो गाउँको मेरो मामाहरू एउटा डिएसपी हुनुहुन्थ्यो, एउटा सुबदार हुनुहुन्थ्यो। हजुर त्यसो भने विद्यालय जानु भएन? हजुर विद्यालय जानु भएन? विद्यालय गएन हामी। अनि हजुरले नेपाली र अङ्ग्रेजी पनि बोल्न लेख्नको लागि सक्नुहुन्छ? हजुर अङ्ग्रेजी आफ्नो नामसम्म यसो पढ्नु, नेपाली चाहिँ सबै पढ्नु सबै आउँछ, हिसाब किताब सबै आउँछ मलाई। र बुवालाई म बाल्यकालको समयबाट अलिकति प्रेम अवस्थामा अथवा वयस्क अवस्थाका कुराहरू गर्नेछु। बुवाको पहिलो भेट चाहिँ मिलन चाहिँ कहाँ भयो? बुवा आमासँग सुरुमा बिहे गर्नुभन्दा अगाडि भेट भएको थियो? मेरो श्रीमतीसित। हजुर। मेरो श्रीमती मेरो दाजुकै साली हुनुहुन्थ्यो। हजुर। होइन अनि मेरो दाजुकै साली हुनको कारणले अनि मेरो आमाले बिहा गर्नुको बहुतै जोड लगाउनुहुन्थ्यो। मलाई 15-16 वर्षदेखि नै बिहा गर्नु भन्थ्यो, घरमा काम गर्ने थिएन। हजुर। होइन त्यस कारणले म चाहिँ बिहा गर्नु मान्दैन थिएँ। उसको बाद तपाईँको 19 साल माघमा त्यही दाजुको साली चाहिँ मैले बिहा गरेको, मङ्गनी गरेर नै बिहा गरेको। अगाडि नै चिनजान थियो हजुरहरूको? त्यो त आफ्नो चिनाजाना भइहाल्यो, दाजुको साली हो होइन, त्यसरी बिहा भएको। त्यतिखेर चाहिँ दाजुको साली भनेर अहिले चाहिँ मान्छेहरूले चाहिँ एउटा सोल्टिनी भन्ने हिसाबले व्यवहार गर्छन्। तपाईँहरूसँग त्यस्तो खालको केही प्रेमको सम्बन्धहरू केही सङ्केत थियो? सम्बन्ध हाम्रो केही थिएन होइन, केही सम्बन्ध थिएन। हामीले मङ्गनी गरेर नै बिहा गरेको। अनि बुवा बिहाको दिनको केही याद छ रमाइलो कुराहरू सम्झिनुहुन्छ भने? बिहाको दिनको याद भनेको हाम्रो अब हिमाली क्षेत्र भयो होइन, जन्ती गयौँ, गाउँबाट जन्ती गयो होइन, 23 को जन्ती गयो होइन। जन्ती गएपछि हिउँ परेको थियो बाटोमा, हिउँमा नै अब हिँड्नुपर्ने। त्यहाँबाट फर्केर 24 को ल्यायो घर होइन। हजुर। 24 को घर ल्यायो, आफ्नो बिहा सम्पन्न भयो होइन। उसको बादमा तपाईँको म माघमा बिहा गरेको। माघदेखि 10 महिना कार्तिकमा म इन्डिया लागेको बिहा गरेपछि। सुन्नु होइन? फागुन चैत वैशाख जेठ असार कार्तिकमा तपाईँ जानुभयो? कार्तिकमा म इन्डिया जानुभयो। इन्डिया गएको। अनि बुवा 20 सालमा
परिवार छोडेर तपाईँलाई बाहिर काम गर्न जाँदाखेरि मनमा केही दुःख मनाउ थियो कि अथवा खुसी साथ जानुभयो? मेरो मनमा अब घरमा दुःख तपाईँको बिहा गरिराखेको होइन श्रीमती, म नोकरी लागेर नै 2.5 वर्षमा बल्ल छुट्टी गएँ होइन। हजुर 2.5 वर्षमा छुट्टी गयो। 2.5 वर्षमा छुट्टी गएपछि म 2 महिनाको छुट्टी 40 दिनको छुट्टी गएको थिएँ। छुट्टी गएपछि फेरि मेरो श्रीमतीले म पनि तपाईँ जहाँ जान्छ उहीँ जान्छु भन्नुभयो। त्यही भएर मैले इन्डिया लगेर गएँ हजुर होइन। इन्डिया लगेर गएपछि मेरो ठुलो छोरा जन्मियो 25 सालमा। हजुर 25 साल मङ्सिर 29 गते ठुलो छोरा जन्मिनु भयो वहीँ इन्डियामा, राँचीमा। हजुर उसको बादमा तपाईँको त्यहीँ नै सरकारी क्वार्टरमा बस्थ्यौँ। सरकारी क्वार्टरमै बस्दै बस्दै आफ्नो ड्युटी डाउटी गर्ने। उसको बाद तपाईँको 1900 भयो त्यो 2025 साल भयो नेपालको। उहाँको 2071 सालको कुरा होइन, 2071 साल। हजुरको कामको अथवा आफ्नो जबको पोस्टिङको बारेमा म पछाडि फेरि आउँदैछु। हजुरसँग म फेरि वैवाहिक जीवनकै बारेमा कुरा गर्न चाहन्छु। रमाइलो पल केही सम्झिनुहुन्छ? श्रीमतीसँगको झगडा हुन्थ्यो अथवा धेरै प्रेमका कुराहरू मात्रै हुन्थ्यो? हामीसँग झगडा त्यति हुँदैन थियो। हाम्रो आफ्नो मेलमिलाप थियो। हाम्रो ऊ करायो भने म शान्ति हुन्थ्यो, म करायो ऊ शान्ति हुनुहुन्थ्यो। हाम्रो परिवार जिन्दगी हामी राम्रोसित हाम्रो गुज्रिरहेको थियो। आखिरी मेरो श्रीमती बिमारी हुनुभयो होइन। मैले अब त्यो के अरे 2024मा लगेर इन्डिया लगेँ। 25मा छोरा जन्मियो। उसको बाद फेरि 28मा माइला छोरा जन्मियो। 28मा होइन। 29-30 सालमा मैले फेरि परिवारलाई मेरो घर पुऱ्याएँ 2 छोरासित। फेरि आफ्नै घरमा पुऱ्याएँ 2 छोरा परिवारलाई, फ्यामिलीलाई घरै पुऱ्याएर राखेँ। राख्नेको बादमा मेरो फेरि उहाँ गएपछि साइला छोरा जन्मे 31 सालमा। छोरी जन्मिएको थियो 36 सालमा। छोरी बित्नुभयो 38 सालमा। छोरी सानैमा बित्नुभयो 2.5 वर्षको उमेरमा। उसको बाद कान्छा छोरा जन्मे मेरो 41 सालमा। मेरो 4 भाइ छोरा हो। 4 भाइ छोरामा अहिले 4 भाइ छोराहरू छँदैछ। एक भाइ काठमाडौँ बस्छ साइला छोरा। 2 भाइ यहाँ मेरो साथमा घरमा छ। जेठा छोरा इन्डियामै वहीँ राँचीमै छ। वहीँ नै सर्भिस गर्छ, वहीँ बस्नुहुन्छ। प्रहरीमै हुनुहुन्छ? भारतीय प्रहरीमा BMP भन्छ। के भन्छ हजुर? BMP बिहार मिलिट्री पुलिस। बिहार मिलिट्री पुलिस। अनि हजुरले भन्नुभयो हजुरको जागिर चाहिँ 1965 जनवरी 6बाट सुरु भयो। अनि हजुर पहिलो दिन कस्तो सम्झिनुहुन्छ जागिर गरेको पहिलो दिन? पहिल्यैदेखि मलाई बहुत दुःख सम्झिन्थेँ, किनभने कम तनखा थियो। 79 रुपियाँको भर्ती थिएँ म होइन। अब त्यति बेलाको समयमा 79 रुपियाँ पाउँथ्यो। त्यसमा खानु। कति वर्षको हुनु त जागिर गर्दाखेरि? हजुर जागिर सुरु गर्दा कति वर्षको? 20 वर्षको। 20 वर्ष हुनु? हजुर 20 वर्षको। 20 वर्षबाट जागिर सुरु गरेको। तलब कम्ती थियो? हजुर 79 रुपियाँ तलब थियो। त्यसैमा खानुपर्ने, सब चिज गर्नुपर्ने। मैले महिनामा 10 रुपियाँ बचाउँथेँ। 79 रुपियाँमा 10 रुपियाँ बचाएर पासबुकमा राख्थेँ पोस्ट अफिसमा। 2.5 सालमा 1100 भयो मेरो पैसा त्यो राखेको होइन। 1100 बोकेर म छुट्टी आएँ। अब छुट्टी आउँदाखेरि नेपालमा 1100को 11 रुपियाँ कम पायो पैसा साट्दाखेरि होइन। भारू नेपाली साट्दा होइन। त्यसरी साटेर फेरि अब हिँड्दै तपाईँको कटारीसम्म हामी ट्र्याक्टरमा आउनु पर्थ्यो जनकपुर झरेर। ट्र्याक्टरमा आउँथेँ कटारीबाट हिँड्दै तपाईँको तावा खोला, सिन्कौले खोला भन्दै बाजुरा खोला हुँदै सुनकोशी तरेर हामी टोक्सेल घाट उकालो हिँड्नु पर्थ्यो होइन। कटारीबाट हिँडेको 4 दिनमा हामी घर पुग्थ्यौँ
ए धेरै समय हिँडेरै कटाउनु पर्ने रहेछ हजुर रात बिहानै भयो हिँड्यो राति भयो बास बस्यो यो महेन्द्र राजमार्गमा सम्म चाहिँ तपाईँहरू गाडीमा आउनुहुन्थ्यो महेन्द्र राजमाथि छैन ढल्केबर हजुर ढल्केबर पहिला के अरे जयनगरबाट त हिँड्दै आउनु पर्थ्यो गोलबजार भन्दैन थियो हजुर गोलबजार छैन अहिले त्यहाँ अनि बुबा तपाईँले 40 वर्ष 6 महिना भारतीय पुलिसमा काम गरेको सेवा गरेको भनेर भन्नुभयो यो तपाईँसँग अनुभव छ यो लामो समयकोमा कस्ता उतार चढाव आए समस्याहरू कतिको आए पुलिसको जागिर खाँदा भारतमा पुलिसको जागिर खाँदा धेरै समस्या आउँछ जस्तो तपाईँको कहीँ दङ्गामा जानु पर्यो कहीँ नक्सलाइट माओवादी इलाकामा ड्युटी गर्नु पर्यो त्यसमा आफ्नो सुरक्षा राख्दै आफ्नो जवानको सुरक्षा राख्दै म पर्मिसन भएँ तपाईँको 1978 साल होइन हजुर 1978 सालमा म के अरे 79 सालमा म हलदार भएँ हजुर 1979 सालमा हलदार भएँ 78 सालमा म जमदार भएँ हजुर त्यहाँबाट म 78 सालदेखि जमदार भइरहँदै गएर 2000 सालमा म 2000 इन्डियाको 2000 सालमा हजुर इन्डियाको भन्ने कसै त्यहाँ हजुर इन्डियाको 2000 सालमा सन् 2000 म इन्सपेक्टर भएँ हजुर सन् 2000 सालमा म इन्सपेक्टर भएँ इन्सपेक्टर हुनुको 3.5 वर्षमा म 2005 मा हजुर 2005 मा म रिटायर भएँ 2005 मा 2002 मा म सुबेदार भएँ 2002 मा हजुर हैन 2005 मा म रिटायर आएँ रिटायर आउने के बाद म अहिले झापा जिल्ला नगरपालिका झापा जिल्ला वडा नम्बर 6 मा वडा नम्बर पहिला 10 थियो अहिले 6 यसमा बसोबास गर्दै बसोबास सुनखरी टोलमा मेरो घर छ बर्मेली टोल सुनखरी टोल हजुर अनि हजुरले भन्नुभयो अनौपचारिक गफको क्रममा कि त्रिपुरा बोर्डरमा पनि काम गर्नुभयो भनेर त्यो सीमा क्षेत्रको वातावरण कस्तो थियो त्यतिखेर हजुर त्रिपुरामा बोर्डरमा काम गर्नुभयो त्रिपुरा जाँदाखेरि हामी अब त्रिपुरा गयौँ के अरे 1971 साल डिसेम्बर 7 तारिक राँचीबाट हामी हिँड्यौँ बटालियन हजुर 7 तारिक हिँडेर हामी अब रेलमा जाँदा 12 तारिक हामी त्रिपुरा बङ्गलादेश बोर्डर पाकिस्तान के अरे त्रिपुरा अगरतला पुग्यौँ अगरतला पुगेपछि हामी अब डिप्लोय भयो बोर्डरमा सिमानामा आफ्नो कम्पनी डिप्लोय भइसकेको खण्डमा 16 तारिकको मिस फायर पाकिस्तानले हात उठायो इन्डियाले त्यहाँ आफ्नो कब्जामा लिएर बङ्गलादेशको निर्माण भएको 71 साल 2071 सालमा 71 सालको 72 सालको 72 सालमा हजुर नहीं 71 सालमा 71 सालमा तपाईँ डिसेम्बर 16 तारिकको त्यो लडाइँ खत्तम भएको हजुर अनि राँची हेडक्वार्टर फेरि फर्किनु भयो झारखण्ड हेडक्वार्टर फर्किनु भयो त्यतिखेर त्यहाँको जीवनचर्या कस्तो थियो हामी जो त्रिपुरामा बस्दा हामीलाई बहुतै राम्रो थियो मेरो परिवारमा त्रिपुरामा सर्भिस वहीँबाट छुट्टी आएर घर पुऱ्याएको 73 सालमा होइन फेरि फर्केर वहीँ ड्युटी गयो 74 सालमा हामी फर्क्यौँ त्रिपुरादेखि यहाँ बिहार राँची झारखण्ड ड्युटी कति समय गर्नु पर्थ्यो हजुरले लामो थियो कि ड्युटी हाम्रो तोकेको हुन्न हाम्रो के अरे 2 घन्टा ड्युटी गर्नुपर्छ होइन 2 घन्टामा 4जना हुन्छ नि हजुर 4जना बदली हुन्छ त 8 घन्टा भनौँ न त 8 घन्टा ड्युटी गर्नु पर्थ्यो सिपाही हुँदाखेरि उसका हलदार भइयो हलदार हुने बाद जमदार भइयो जमदार हुनेको बाद सुबेदार भएँ हजुर भारतमा बसेर पनि नेपालको राजनीतिको बारेमा धेरै जानकार हुनुहुँदो रहेछ धेरै परिवर्तनको बारेमा कुरा गर्नुभयो बिपीलाई जेल हालेदेखि बिपीलाई निकालेको इन्दिरा गान्धी नेपाल आएको सबै कुराहरू सबै मलाई याद छ हजुर मैले लेखेर पनि राखेको छुइनँ मेरो हृदयमा यो सबै लेखेको छ हजुर यो सबै परिवर्तनहरू वहीँ झारखण्डमा बसेरै पत्ता लगाउनुहुन्थ्यो कि होइन न्युजमै पत्ता लगाउने रेडियोहरू समाचारहरू सबै पत्रिका पढेर सबै आइहाल्थ्यो सबभन्दा पहिला राजालाई जो वीरेन्द्रको परिवारलाई हत्या भयो सबभन्दा पहिला आज तकले खबर दिएको इन्डियामा अनि बुवा
जस्तो त्यतिखेर रेडियो चाहिँ सबैसँग लगभग हुन्थ्यो होइन? हजुर टेलिभिजनको टेलिभिजन एकदम कम्ती नै थियो। टेलिभिजनै थिएन त्यति टेलिभिजनै थिएन। रेडियो थियो तपाईँ पहिला ग्रामीण फोन हुन्थ्यो 2020 सालमा। ग्रामीण फोन हुन्थ्यो ग्रामीण फोनमा गाना उना सुन्थ्यो उसको बादमा तब रेडियो निक्ल्यो रेडियोबाट हामीले समाचारहरू गानाहरू सुन्थ्यौँ होइन। हजुर उसको बाद तपाईँको यो के अरे टेलिभिजन भनेको त बहुत पछि आएको तपाईँको यो 82-83 सालमा हामी अब 1982 सालमा के अरे इन्डियामा के अरे एसियन खेलकुद भएको थियो एसियन विश्व एसियन खेलकुदमा हामी वहाँ गएका थियौँ दिल्ली ड्युटीमा त्यहाँ दिल्लीमा 1.5 महिना बसेँ ड्युटीमा। हजुरले नेपालमा अस्थिर राजनीतिक अवस्था थियो भारतमा त्यतिखेर शान्त थियो कि कस्तो अवस्था थियो नेपालको तुलनामा? भारतमा त्यतिखेर शान्ति नै थियो राम्रो थियो जस्तो कङ्ग्रेसको शासन थियो त्यसमा चुनाव त हुन्थ्यो होइन। यो जनसङ्घ भन्थ्यो पहिला भाजपा थिएन जनसङ्घ भन्थ्यो। हजुर जनसङ्घबाट पछि भाजपा भयो होइन। भाजपा भयो जब इन्दिरा गान्धीलाई मारे के अरे तपाईँको 84मा 84 अक्टोबर 31 गते मार्यो इन्दिरा गान्धी 31 गते इन्दिरा गान्धी मार्नेको बादमा तपाईँको इन्दिरा गान्धी प्रधानमन्त्री भयो। इन्दिरा गान्धी प्रधानमन्त्री भयो इन्दिरा गान्धीलाई फेरि तपाईँको 84मा मार्नेको बादमा राजीव गान्धी प्रधानमन्त्री भयो होइन। उसको बाद 5 सालको बाद राजीव गान्धी हारेर अटल बिहारी वाजपेयी प्रधानमन्त्री भयो होइन। बिपी सिंह भन्ने प्रधानमन्त्री भयो। राजीव गान्धी पछाडि बिपी सिंह भएको बादमा पछि फेरि चुनाव भएर फेरि अटल बिहारी प्रधानमन्त्री भयो। अटल बिहारी 13 दिन चलाए एउटा प्रधानमन्त्री। उसको बाद फेरि पछि चुनाव भएर अटल बिहारी प्रधानमन्त्री भयो। यो सबहरू सबै छ तर मैले सबै कुरा दिमागमा राख्नु भएको रहेछ भारतीय राजनीतिदेखि नेपालको राजनीतिका परिवर्तनहरू सबै। तर मैले लेखेर राखेको छैन मेरो मनको कुरा हजुर सबै दिमागमा राख्नु भएको रहेछ। यो मलाई एकदमै चासोको विषय पनि भयो र हजुरले धेरै सम्झनाहरू यस्ता स्मरणहरू बिर्सिँदै पनि जानुभएको छ। धेरै बिर्स्यो अब उमेरले गर्दा पनि त्यो बिर्सिँदो रहेछ अब त्यस्तै हो किनभने अब अहिलेको जमानामा 82 वर्षसम्म यसो हिँड्दैछु खाँदैछु। अनि अब खानेकुरा गरौँ के खानेकुरा खानुहुन्छ र तपाईँ स्वस्थ हुनुहुन्छ? खानेकुरामा मैले हर चिज खान्छु मैले रक्सी पनि खान्छु हजुर होइन। हजुर पहिला सुर्ती खान्थेँ चुरोट खान्थेँ चुरोट खाँदाखेरि मैले तपाईँको त्यो बाल्यकाल भन्दा कि मैले बिहा गरेको पछि हो तपाईँको त्यो सुर्ती खाएर नाकबाट चाहिँ साथी भन्नु होइन 2 भाइ साथी धुवा निकाल्ने भयो। हजुर चट्ट निलेर नाकले बाह्र धुवा निकाल्ने भनेर भोट गर्दाखेरि मैले कुनै छाडेर मैले सुर्ती छोडेको सुर्ती खाने छोडेको। अनि बुवा अहिले तपाईँ शारीरिक अभ्यासहरू हिँड्ने एक्सर्साइज गर्ने के गर्नुहुन्छ? अहिले म तपाईँको बिहान ढिलो भनेको 5 बजी नै त 4:30 बजे उठेर हिँड्नुहुन्छ? 4-5 बजी कति 1 घन्टा हिँड्नुहुन्छ अथवा धेरै हिँड्नुहुन्छ? म भन्दै जान्छु म उठेर पहिला पानी खान्छु 1 गिलास मन तातो पानी राखेको हुन्छु थर्मोसमा पानी खान्छु। पानी खाने बादमा आफ्नो दिसा पिसाब गरेर आउँछु। उसको बाद मुख धुन्छु मुख धोएर आफ्नो दाढी बनाइहाल्छु। हजुर दाढी बनाउने बाद मैले प्रेसरको दबाई खाएको 14-15 वर्ष भयो प्रेसरको दबाई खाइहाल्छु। हजुर भुल्छ भनेर मेरो प्रेसर छ। उसको बादमा तपाईँको एक्सर्साइज गर्छु घरमा नै। हजुर कमसेकम तपाईँको 10-15 मिनट आफ्नो हात खुट्टा तनाक तुनुक घुमाउने गर्ने यताउता यसरी ताली बजाउने यो गर्छु। उसको बादमा घुम्नु निस्किन्छु म हजुर होइन। हजुर 6 बजी पौने 6 5:30 बजी घुम्नु निक्लेर म आधी घन्टा पहिला त म 1 घन्टै घुम्थेँ पहिला मेरो बुढी हुँदा त हिँड्नु सक्दा त अहिले चाहिँ कम हिँड्छु म होइन। अनि त्यस्तै हो मेरो बाल्यकाल जीवनकाल। मेरो श्रीमती बित्नु भएको अहिले 10 वर्ष हुन्छ अब यो माघमा 19 गते माघमा मेरो श्रीमती बितेको। अहिले म छोरा बुहारीको साथमै बस्छु घरमा आफ्नो माइला छोरा कान्छा छोरा बुहारी नाता नातिनी छ घरमा
अनि बुबा श्रीमती बित्नुभयो अनि त्यस पछाडि हजुरलाई अझ कठिन लाग्यो मनमा चाहिँ, तर व्यवहारिक रूपमा कति अप्ठ्याराहरू आएका छन्, कस्तो स्थिति छ अहिले? अप्ठ्याराहरू मलाई केही पनि आएको छैन। त्यो त सम्झना, आफ्नो परिवार सम्झना त आइहाल्छ होइन। त्यस्तो अप्ठ्यारा अहिलेसम्म केही पनि छैन। मेरो आफ्नो मन हो, हरेक चिज आफ्नो मन हो। सब चिज मनै मन, मनै मा, मनै मन्दिर भन्छ नि होइन। मनै सब चिज हो। अब हेर्नुहोस्, दुःख पायो भनेर नरुनु, सुख पायो भनेर नहाँस्नु। अब मेरो श्रीमती माघमा बित्नुभयो। मैले गएर चैतमा मेरो एउटा किडनी अपरेसन गरेर फ्याँकेँ। हजुर, एउटा किडनी मात्रै छ मेरो अहिले। हजुरले किडनी पनि अपरेसन गरेर फ्याल्नुभयो? तपाईँको 73 साल। हजुर होइन, 73 सालमा मेरो श्रीमती माघमा बित्नुभयो। म चैतमा गएर उहीँ झारखण्ड राँचीमा आफ्नो किडनी फ्याँकेँ। पहिला तपाईँको 92 सालमा 1992 सालमा पत्थरीको अपरेसन गरेर किडनी साइडको। हजुर, फेरि त्यो बढेर तपाईँको किडनी नै खत्तम गरिदिएछ। किडनी नै खत्तम गर्ने भए त्यहाँ गएर सबै गर्दा डाक्टरले भने तेरो त एउटा किडनी खत्तम छ, अब यसलाई के गर्छ भने। के गर्छ भन्दाखेरि मैले भने के गर्नुपर्छ त, यसलाई निकाल्यो भने तेरो एउटा किडनी बच्छ, होइन भने बच्दैन भने मैले भने निकालिदिनुहोस् भने। अन्त अपरेसन गरेर मेरो एउटा किडनी निकाल्यो। तपाईँको टमाटर पाकेको जस्तै कताक कुचुक भएको रहेछ मेरो किडनी। त्यो खाएर पत्थरले गलाएर त्यो फ्याँकेपछि अहिले म एउटा किडनीमा अहिले खाइरहेको छु, हिँडिरहेको छु। खानापिना म केही पनि बार्दिनँ। दबाई खानुहुन्छ? दबाई किडनीको दबाई खान्न। अहिले मेरो फेरि एउटा पोस्टेट र युरिक एसिडको बिमारी भएको छ। त्यसको दबाई खाइरहन्छु। अनि भारतमा लामो समय सेवा गरेर जब नेपाल फर्किनु भयो त्यतिखेर कस्तो महसुस गर्नुभयो? मलाई वहीँ बस भन्दै थियो। वहीँ झारखण्डमै जमिनहरू पनि सरकारले यहाँ घर बना भन्थ्यो। म बसिनँ, आफ्नै देश सम्झेर आएँ। आफ्नै राज होइन, मातृभूमि मातृभूमि सम्झेर म आफ्नै देश आएको होइन। आफ्नो जस पाहाडमा त्यति बेला माओवादीको हुनुहुन्थ्यो, त्यस कारणले म यहाँ नै, मेरो जेठान हुनुहुन्थ्यो काँका भित्तामा। कहाँ जेठानकोद्वारा यहाँ आएर मैले बनी बनाई घर लिएको हो होइन। बनी बनाई घर किनेर म यहीँ बसोबास भयो। पछि मेरो वहाँ पाहाडको घर जग्गा अझै पनि छँदैछ। घर चाहिँ मैले बिक्री गरिदिएँ, जग्गा जमिन छँदैछ जन्मभूमिमा होइन। सोलुमा अहिले पनि तपाईँहरूको जग्गाहरू छँदैछ। अनि मेरो वहाँ दाजु पनि बित्नुभयो, भाउजू हुन्छ, भतिजाहरू छ। अनि बसाइसराई चाहिँ मैले यहाँ ल्याइसकेँ सोलुबाट। बसाइसराई अहिले मेरो यहीँ झापा जिल्ला छ सबै। हजुरले अब रमाइलो कुरा गरौँ एउटा। भन्नुहोस्। जागिर गर्दाखेरि, पोस्टमा रहँदाखेरि तपाईँले कतै त्यस्तो प्रेम सम्बन्ध कहीँसँग पर्ने यताउति? कोहीसँग त्यस्तो प्रेम सम्बन्ध मैले कोहीसँग त्यस्तो गरेन आफ्नो श्रीमती छोडेर होइन। अहिलेसम्म मेरो त्यस्तो नियत पनि भएन, त्यस्तो पनि भएन होइन। अब त झन् उमेर पनि 82 वर्ष पुगिसकेँ हजुर होइन। अब त्यस्तो कुराहरू त अब कतिको हुन्छ कतिको हुँदैन होइन। आफ्नो मनको कुरा हो हजुर। अनि नि अहिलेको पुस्तालाई हजुर के भन्न चाहनुहुन्छ? जस्तो प्रेम विवाह गर्ने मान्छेहरू पनि छन्, पुस्ताहरू पनि छन्। अहिले मागी विवाह एकदम कम्ती हुन थालेको छ हिजो। र तपाईँलाई चाहिँ यो दुईटा कुरामा कुन सही हो जस्तो लाग्छ? अहिलेको अवस्था र त्यतिखेरको अवस्थामा के फरक छ जस्तो लाग्छ? यति बेलाको अवस्था र अहिलेको अवस्थामा धेरै नै अन्तर छ हजुर होइन। अहिले शिक्षित त भयो भन्छ, तर शिक्षित भएर मान्छेहरूको त्यो शिक्षित जस्तो व्यवहार छैन होइन। शिक्षित जस्तो बुद्धि छैन। कति मान्छे बिना कालमा खाएर मर्छ, कति मान्छे आफ्नो आत्महत्या गर्छ। त्यस्तो नहोस् होइन। पढे लेखेर राम्रो ज्ञान दियोस्, अरूलाई पनि ज्ञान दिनु सिकोस्। मेरो भनाइ त्यही होस् विद्यार्थीहरूलाई होइन। शिक्षितहरूले नै राम्रो विद्यार्थीलाई पढाउनु, विद्यार्थीलाई ज्ञान दिनु हरेक चिजको लागि। रिस भनेको सबैलाई उठ्छ। रिस खा आफू, बुद्धि खा अर्का। रिसले आफैलाई खान्छ, बुद्धिले अर्कालाई खान सक्छ होइन। अन्त यो चिजहरू तपाईँहरूले सबै ध्यान राख्नु। तपाईँहरू टिचर हुनुहुन्छ होइन, तपाईँहरू स्कुलमा पढाउनुहुन्छ, ज्ञान दिनुहुन्छ होइन। विद्यार्थीहरूलाई राम्रोसित बानी व्यवहार हेर्नुपर्छ। अब कसैलाई लाखा कसैलाई पाखा गर्नुहुन्न, सबलाई बराबर नजरले हेर्नुपर्छ होइन।
बुवा अनि हजुरले सबै कुरा भन्नुभयो अनि बुवा यो अवकाशको समय यो रिटायर लाइफ चाहिँ तपाईँलाई कस्तो लाग्छ यो पहिला छुट्टी हजुर जो अवकाश अहिले तपाईँ बस्नु भएको छ यो जीवन चाहिँ रमाइलो छ कि अथवा जागिरे जीवन रमाइलो थियो होइन मेरो अवकाश भयो म अहिले 20 वर्ष भयो रिटायर आएको होइन 21 वर्ष भइरहेको छ अवकाश भएपछि म आफ्नो के अरे जिन्दगी राम्रोसँग बसेर परिवारसित खाउँला लाउँला बसौँला भन्ने स्किम थियो अब श्रीमती बितेर गइहाल्नु भयो अहिलेसम्म मैले केही काम पनि गर्दिनँ आफ्नो जो पेन्सन आउँछ अलिअलि त्यही खान्छु त्यही छोराबुहारीहरूले पाल्नु भएको छ त्यही थियो मेरो अरू केही छैन मेरोमा बुवालाई सबै सम्पूर्ण कुराहरू सोध्न पाइयो व्यक्तिगत कुराहरू पनि गफ गर्न पाइयो र धेरै बाल्यकाल वैवाहिक र प्रेम कथा सम्बन्ध सबै थप विस्तृत र भावनात्मक र कथा खोल्ने खालका प्रश्नहरू नेपाली लिपिमा नेपाली भाषामा मैले तपाईँहरूसँग सोधेँ र बुवाले धेरै भारतमा बसेर भारतीय भाषाको ज्ञान पनि तपाईँले राख्नुभएको छ हिन्दी चाहिँ बढी प्रयोग गर्नुहुन्छ अब बुवाले मलाई सबै जानकारीहरू दिनुभयो र बुवा अब अन्तिममा तपाईँहरू अहिले के सन्देश दिन चाहनुहुन्छ अहिलेको पुस्तालाई अहिलेको पुस्तालाई म यही सन्देश दिन चाहन्छु कि राम्रो विद्या सिक्नु राम्रो पढ्नु राम्रो ज्ञान लिनु राम्रो मान्छेको सङ्गत गर्नु हैन राम्रो परिवारसित राम्रो बातचित गरेर बस्नु कसैसित रिस राग नगर्नु कसैको आरिस नगर्नु कसैलाई नगर्नु यो सब चिज म भन्न चाहन्छु हजुरलाई पनि यो चिजहरूको सबै ज्ञान हुनुहुन्छ तपाईँ जागिर गर्नुहुन्छ टिचर गर्नुहुन्छ विद्यार्थीहरूलाई राम्रो पढाउनु लेखाउनु ज्ञान दिनु तपाईँहरूको कर्तव्य हो राम्रोसँग सबसित मिलनसार रहनु मिलनसँग बस्नु हैन साथीभाइसित कहिले पनि दुश्मनी नलिनु साथीभाइ भनेको सधैँ चाहिन्छ घर परिवार भनेको आफ्नो घर परिवार सधैँ हो परिवार अहिले झगडा गरेन अहिले मिल्नुपर्छ घरमा एकै ठाउँ बसेपछि आगो पनि ठोसठार नगरी बोल्दैन परिवारमा नि बात बनावरी नगरे हुँदैन अराउनु पर्यो सिकाउनु पर्यो यस्तो नगर उस्तो नगर यस्तो गर उस्तो गरेर काम सिकाउनु पर्यो यही चिजहरू तपाईँहरूलाई म भन्न चाहन्छु मेरो धेरै लामो समय हजुरहरूलाई धन्यवाद हजुर अनि आज हामीले नन्दकुमार श्रेष्ठज्यूको जीवन यात्राबारे धेरै कुरा सुन्न पायौँ बाल्यकालमा भोगिएको कठिनाई सानो उमेरमै आमा बाबुलाई गुमाउनु परेको पीडा गाउँको सरल वातावरणदेखि सुरु भएको सङ्घर्ष र साहसका साथ अघि बढ्दै सम्हालिएका जीवनका अनेक अध्यायहरू र उहाँको अनुभव सम्झना र कथा साथै जीवनका मोडहरूले हामीलाई धेरै आत्मिक शक्ति र प्रेरणा दिन्छन् जीवन कति कठिन भयो भनेर होइन कठिनाइसँग कति साहसपूर्ण लडियो भन्ने कुरा उहाँको कथाले स्पष्ट देखाउँछ उहाँले समय निकालेर आफ्नो जीवन यात्रा खुलस्त रूपमा हामीसँग बाँडिदिनु भएकोमा हामी मनैदेखि धन्यवाद दिन चाहन्छौँ नमस्कार धन्यवाद यस्ता वास्तविक जीवन अनुभवहरू सुन्दा हामी सबैलाई नै जीवनलाई बुझ्ने दृष्टिकोण फरक हुन आउँछ श्रोताहरू तपाईहरूलाई पनि अन्त्यमा सुनेर साथ दिनुभएकोमा हार्दिक धन्यवाद दिन चाहन्छौँ अनि हाम्रो यस पोडकास्टलाई लाइक गरेर सब्सक्राइब गरेर हजुरहरूले मलाई अझ राम्रा भिडियोहरू अथवा राम्रा चेतनामूलक अथवा ज्ञानवर्धक भिडियोहरू लिएर आउनको लागि प्रेरणा दिनुहुनेछ भन्ने आशा गर्दैछु र अर्को एपिसोडमा र अर्को प्रेरणादायी जीवन कथा लिएर म भेट्ने नै छौँ त्यति बेरसम्मको लागि नमस्कार